कामकाजमा हुने ढिलासुस्ती र अनेकौं झन्झट सायद हामी सबैले यो भोगेकै छौं। तर अब नेपाल सरकारले यही पुरानो प्रणालीलाई जरैदेखि बदल्न एउटा निकै ठूलो 100 बुँदे शासकीय सुधार योजना अघि सारेको छ। 2082 साल चैत 13 गते पारित भएको यो योजनाले देशको शासन गर्ने तरिका नै बदल्ने वाचा गरेको छ। आउनुहोस् आज यसैको गहिराईमा डुबुल्की मारौं र बुझौं यसले साँच्चै हाम्रो जीवनमा के फरक पार्न सक्छ। सोच्नुहोस् त, एउटा सामान्य कामको लागि दिनभरि लाइन बस्नुपर्ने बाध्यता, एउटै कागज ठाउँ ठाउँमा बुझाउनु पर्ने हैरानी अनि बिचौलिया बिना कामै नहुने अवस्था। यो हाम्रो तीतो यथार्थ हो। तर के यो अवस्था सधैँ यस्तै रहन्छ त? सरकारको यो नयाँ योजनाले यिनै समस्याहरूलाई निशाना बनाएर आम नागरिकको जीवन सजिलो बनाउने दाबी गरेको छ। तर के यो दाबीमा दम छ? आउनुहोस् यसको एक एक पाटोलाई केलाएर हेरौं। सबैभन्दा पहिलो प्रश्न त यही उठ्छ, आखिर यत्रो ठूलो सुधारको आवश्यकता नै किन पर्यो? यसको सिधा जवाफ हो हाम्रो वर्षौंदेखिको सुस्त, प्रक्रियामुखी र झन्झटिलो सरकारी प्रणाली। यो प्रणाली नबदली देशले गति लिनै सक्दैन भन्ने निष्कर्षका साथ यो कार्यसूची तयार पारिएको हो। यसको मूल मन्त्र नै शासनलाई नागरिकप्रति जवाफदेही, प्रविधि मैत्री र सबैभन्दा महत्त्वपूर्ण परिणाममुखी बनाउनु हो। यो सिङ्गो सुधार कार्यक्रमलाई 5वटा मुख्य खम्बाहरूमा उभ्याइएको छ, जसले नयाँ शासनको चित्र कोर्छ। पहिलो हो छरितो सरकार, अर्थात् कम खर्चिलो तर बढी प्रभावकारी सरकारी संरचना। दोस्रो, डिजिटल शासन, जहाँ प्रविधिले झन्झट हटाउँछ। तेस्रो, स्वच्छ शासन, जसको लक्ष्य भ्रष्टाचारलाई शून्यमा झार्नु हो। चौथो, नागरिक केन्द्रित सेवा, जहाँ सरकार मालिक होइन सेवक बन्छ। र पाँचौं, आर्थिक रूपान्तरण, जसले देशको समग्र विकासलाई गति दिन्छ। र हो, यी 5वटै कुराहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। सुधारको सुरुवात सरकार आफैबाट हुनुपर्छ। त्यसैले सबैभन्दा पहिलो र महत्त्वपूर्ण पक्ष भनेको सरकारकै संरचना बदल्नु हो। यसमा सरकारलाई कसरी सानो, छरितो र कामप्रति जिम्मेवार बनाउने भन्ने योजना छ। अर्थात् अब अनावश्यक खर्च घटाउने र हरेक कामको नतिजा खोज्ने प्रणाली बनाउने। यो सुधार अन्तर्गत एउटा निकै साहसिक कदम चालिँदैछ। त्यो हो सङ्घीय मन्त्रालयहरूको सङ्ख्या घटाउने। योजना अनुसार अब केन्द्रमा रहनेछन् केवल अहिलेको भद्दा संरचनालाई घटाएर सङ्घीय मन्त्रालयको सङ्ख्या जम्मा 17मा सीमित गरिनेछ। यसको सोझो उद्देश्य हो अनावश्यक राजनीतिक नियुक्ति र प्रशासनिक खर्चलाई भारी मात्रामा कटौती गर्नु। यति मात्र होइन, उस्तै प्रकृतिका वा काम नलाग्ने कैयौं बोर्ड, समिति र आयोगहरूलाई पनि कि त खारिज गरिनेछ कि त एक आपसमा गाभिनेछ, ताकि सरकारी संयन्त्र साँच्चीकै छरितो बनोस्। अब सरकारको आकार घटाएर मात्र त भएन, काम गर्ने तरिका पनि बदल्नु पर्यो। त्यसैले अब हरेक मन्त्रालयको कामलाई मापन गर्न स्पष्ट सूचक अर्थात् केपीआई र काम सक्ने समय सीमा तोकिनेछ र यसको अनुगमन सिधै प्रधानमन्त्री कार्यालयले गर्नेछ। मतलब अब काम गरे जस्तो गरेर मात्र पुग्दैन, परिणाम नै देखाउनुपर्छ। कर्मचारीको वृद्धि विकास पनि उनीहरूको कामको मूल्याङ्कनकै आधारमा हुनेछ। र सबैभन्दा ठूलो प्रस्ताव छ प्रशासनलाई राजनीतिकरणबाट मुक्त गर्न कर्मचारी ट्रेड युनियन प्रणाली नै अन्त्य गर्ने। ल, अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पाटोको। यी सबै सुधारबाट हामी जस्ता आम नागरिकले चाहिँ के पाउँछौँ त? आखिर सरकारको मुख्य काम भनेकै जनतालाई सेवा दिनु हो। यो खण्डले त्यही सेवालाई कसरी सजिलो, छिटो र आधुनिक बनाउने भन्नेमा ध्यान केन्द्रित गरेको छ। एकछिनलाई कल्पना गरौँ त, कुनै पनि सरकारी सेवा लिन अब कार्यालय धाइरहनु नपर्ने, कुनै कर्मचारीलाई भेट्नै नपर्ने अनि सबै काम घरबाटै अनलाइन मार्फत तोकिएको समयमा हुने हो। यो सुधारको अन्तिम लक्ष्य भनेकै यही हो, पेपरलेस, फेसलेस र टाइम बाउन्ड सेवा। यो एउटा यस्तो प्रणाली हो जहाँ प्रविधिले बिचौलिया र ढिलासुस्तीलाई कामै नलाग्ने बनाइदिन्छ। तर यो सम्भव चाहिँ कसरी हुन्छ त? यसको समाधान हो प्रोभाइड डिटेल्स वन्स, अर्थात् एकपटक विवरण दिने प्रणाली। यो लागू भएपछि हामीले आफ्नो सबै विवरण राष्ट्रिय परिचय पत्रमा एकपटक मात्र दर्ता गरे पुग्छ। त्यसपछि चाहे पासपोर्ट बनाउन होस् वा लाइसेन्स, अनलाइन फारम भर्दा सिस्टमले हाम्रो विवरण आफै तान्नेछ। यसले गर्दा पटक पटक एउटै कागजात र विवरण बुझाउनु पर्ने झन्झट सदाका लागि अन्त्य हुनेछ। अब डिजिटल सेवा मात्रै होइन, भौतिक रूपमा पनि सेवालाई नागरिकको घर दैलो नजिक पुर्याउने योजना छ। देशका प्रमुख शहरहरूमा एउटै छानामुनि सबै सरकारी सेवा दिने नागरिक सेवा केन्द्र खुल्नेछन्।
सरकारी कागजात जस्तै नागरिकता वा पासपोर्ट घरमै पुर्याइदिने गभर्मेन्ट कुरियर सर्भिस पनि सुरु हुनेछ। र यति गर्दा पनि कुनै सेवामा चित्त बुझेन भने चिन्ता छैन, 24 घण्टा खुला रहने राष्ट्रिय गुनासो प्रणालीमा सिधै उजुरी गर्न सकिनेछ। प्रशासनिक सुधारको लक्ष्य सेवालाई छिटो छरितो बनाउनु मात्रै होइन, यसको गहिरो उद्देश्य देशमा सुशासन कायम गर्नु र आर्थिक समृद्धिको ढोका खोल्नु पनि हो। अबको खण्डमा भ्रष्टाचार नियन्त्रण गर्ने र आर्थिक विकासलाई गति दिने योजनाहरूबारे कुरा गरौँ। भ्रष्टाचार विरुद्ध लड्न एउटा निकै शक्तिशाली हतियारको व्यवस्था गरिँदैछ, जसलाई व्हिसल ब्लोअर संरक्षण भनिन्छ। यसको मतलब के हो भने यदि कुनै व्यक्तिले सरकारी निकायभित्र भइरहेको भ्रष्टाचार वा गलत कामको सूचना बाहिर ल्याउँछ भने त्यो व्यक्तिलाई कानुनी रूपमा पूर्ण सुरक्षा प्रदान गरिन्छ। अब कसैले पनि जागिर जाने वा अन्य कुनै नोक्सानी हुने डरले गलत काम सहेर बस्नुपर्ने छैन। यो योजनाले भ्रष्टाचारलाई चौतर्फी घेराबन्दी गर्ने रणनीति लिएको छ। एकातिर ठूला पदमा बसेका अधिकारी र राजनीतिज्ञहरूको सम्पत्ति छानबिन गर्न एउटा शक्तिशाली समिति बनाइनेछ। अर्कोतिर सबै सरकारी कर्मचारीको सम्पत्ति डिजिटल एसेट रेजिस्ट्रीमा दर्ता हुनेछ, जसले गर्दा सम्पत्ति लुकाउन लगभग असम्भव हुन्छ। त्यस्तै आफ्नो पदको दुरुपयोग रोक्न स्वार्थको द्वन्द्व सम्बन्धी कडा कानून र भ्रष्टाचार निगरानी गर्ने राष्ट्रिय सतर्कता केन्द्रलाई थप शक्तिशाली बनाउने योजना छ। जब प्रशासन सुध्रिन्छ, त्यसको सिधा फाइदा देशको अर्थतन्त्रलाई पुग्छ। त्यो कसरी? हेर्नुहोस्, ठूला विकास आयोजनाहरूलाई छिटोभन्दा छिटो अघि बढाउन फास्ट ट्र्याक प्रणाली हुनेछ भने व्यवसाय गर्न चाहनेहरूका लागि एकद्वार प्रणाली। अझ नयाँ सोच भएका स्टार्टअपहरूले त अब केवल 2 दिनमै कम्पनी दर्ता गर्न सक्नेछन्। यी सबै कदमको एउटै लक्ष्य हो, देशमा लगानीको वातावरण बनाउने र रोजगारीका अवसरहरू सृजना गर्ने। यहाँसम्म त हामीले यो सुधार योजनाका निकै आकर्षक पक्षहरूबारे कुरा गर्यौं। कागजमा हेर्दा त यी सबै योजनाहरू साँच्चै क्रान्तिकारी देखिन्छन्। तर सबैभन्दा ठूलो र गम्भीर प्रश्न अब आउँछ, के यी योजनाहरू साँच्चै लागू होलान् त? अब यसको कार्यान्वयन पक्ष र चुनौतीहरूबारे कुरा गरौँ। त्यसैले कुराको चुरो के हो भने एकातिर हामीसँग छिटो डिजिटल सेवा, भ्रष्टाचारमुक्त प्रशासन र छरितो सरकारको एउटा सुन्दर सपना छ। तर अर्कोतिर यो सपनालाई विपनामा बदल्ने एउटै मात्र तर पहाड जत्रो ठूलो चुनौती छ, त्यो हो प्रभावकारी कार्यान्वयन। नेपालको इतिहास साक्षी छ, यस्ता राम्रा योजनाहरू धेरै बने, तर अधिकांश कार्यान्वयनको चरणमा पुगेरै थन्किए। अन्तमा यो 100 बुँदे शासकीय सुधारको कार्यसूचीले हामी सबैको अगाडि एउटा महत्त्वपूर्ण प्रश्न छाडेको छ। के यो पनि विगतका योजनाहरू जस्तै केवल कागजको पानामा सीमित हुनेछ, वा यसले साँच्चै देशको प्रशासनिक र राजनीतिक संस्कृतिमा एउटा नयाँ अध्यायको सुरुवात गर्नेछ? यसको सफलता वा असफलताले नै नेपालको भविष्यको दिशा निर्धारण गर्नेछ। जवाफ त भविष्यले नै देला, तर यति ठूलो सुधारको सुरुवात हुनु आफैमा एउटा आशाको किरण भने पक्कै हो।